हेलो गाइज, आज चाहिँ हामी कोदो काट्दैछौँ अनि हामी माइमेलाकोमा आएको छौँ। अनि यति धेरै कोदो हेर्नुहुन्छ, काट्नु पनि यो कचियाले नै काट्नु। कचिया होइन, खुर्पाले काट्नु नामै थाहा छैन मलाई नि के हो। हेलो गाइज, यो चाहिँ मेरो न्यू ब्लग होइन, नयाँ ब्लग हो। अनि हामी चाहिँ अहिले पाहाडमा छौँ अनि पाहाडमा चाहिँ नेट चल्दैन, मजाले चल्दैन होइन। अनि हामी चाहिँ अहिले कोदो काट्दैछौँ पाहाडमा। पाहाडको नाम रहेको छ के हो नि। अनि हेर्नुहोस् न, कोदो यसरी काट्छ क्या यो सङ्गमाले। अनि नकाट भन्छु ल, हो त्यस्तो काट्दै बस् ल, हात चाहिँ नकाट्नु पऱ्यो लु। एन्ड हामी चाहिँ यहाँ पर मेरो मामा देख्नु सक्नुहुन्छ। पर हुन्छ तर यहाँ देखिरहेको छैन होला। अहिले म देखाइदिन्छु। अनि हाम्रो चाहिँ यति भयो कोदो बल्ल। यो सबै त हामीले काटेको होइन, आधी मात्र काटेको, आधी चाहिँ पर छेमाले होइन। यो ठुलोले त काट्नै मिल्दैन हौ, मजाले काट्दैन रहेछ। सँगमा यो हो त सानो खुर्पाले त यो र। अनि जप्पतीबाट कोदो काटेर अनि हामी चाहिँ पहाड आएको चाहिँ हिजो हो। पहाड आएको चाहिँ ब्लग बनाइन, किनभने अलिक टाइम कस्तो थिएन क्या। जेप्पै काट्दो रहेछ सङ्गमाले। हेर्नुपर्छ पातहरू आयो कि आएन, फेरि छान्नु एकदमै गाह्रो हुन्छ। यस्तो पातहरू त निकाल्न यहाँबाट म कोदो काट्छु। म त फेरि जिप्पै हालिदिइहाल्छु क्या। यस्तो त के हालिदिनु छैन। ल दे, अब हाम्रो पालो सक्यो। अब मम्मी र यो मोबाइल लिएर आइज, भ्लग बनाउँदै।